हेलो हेलो एभ्रिवान, नमस्ते, राधे राधे, जय माँ अम्बे। आज चाहिँ पूर्णिमाको लास्ट दिन हो र बिदाईको टिको आमाले हामीले लगाइदिनु भएछ। आज चाहिँ हामी दुईजना आमा छोरी मात्रै छौँ। भाइ हुनुहुन्थ्यो, भाइ चाहिँ मावला जानुभएको रहेछ। अनि हजुर सबैजना थाहै होला, अब मेरो हस्बेन्ड त हुनुहुन्न, घरमा बाहिर बस्नुहुन्छ भनेर। अनि अहिले चाहिँ हामी दुईजना आमा छोरी मात्रै छौँ। अनि आमा छोरीलाई चाहिँ टिको लगाइदिँदै हुनुहुन्छ। छोरीलाई चाहिँ एकदम नयाँ लुगा लगाइदियो भने उसलाई घुम्न जान चाहिँ हतार परेको हुन्छ। अनि भनिन्छ पूर्णिमाले चाहिँ दसैँ सक्छ भनेर। दसैँ सक्यो अरे आजदेखि चाहिँ। अब लाहे लाहे गर्दै अब 15 दिनमा फेरि दिवाली आउँछ। अनि चाडबाड चाहिँ त्यहाँबाट चाहिँ दिवाली सकिसके पछाडि चाडबाड चाहिँ गए जस्तै लाग्छ। हजुरहरूलाई के कसो लाग्यो? हजुरहरूले पनि बिदाईको टिको लाउनु भयो होला। कस्तो के लाग्यो मेरो भिडियो कमेन्ट गरेर भनिदिनु होला। अनि छोरी चाहिँ उहाँहरू कति मजाले पहिले चाहिँ टिको लाउन मान्ने थिएन, अहिले चाहिँ अलिक जान्ने भयो होला। सबैले लगाएको देखि अलिक उसलाई पनि राम्रो लाग्न थाल्यो कि अहिले चाहिँ मजा टिको लाउँछ। अब पहिले त टिको लगाइसक्दा मेटिहाल्थेँ। अनि अहिले चाहिँ अब टिको लगाउँदै सबैले पैसा दिन्छन्, त्यही लागि नै होला कि अब पैसै भेट्छु भन्ने जस्तो लाग्दो हो। र टिको कति मजाले लाउँछ। अनि अब आमाले चाहिँ उसलाई पैसा दिनुहुन्छ होइन, पैसा दिएपछि उसको खुसी ठिकाना हुँदैन उहाँहरू है। पैसा भनेको कति छिटो चिनेका केटाकेटीले हेर्नुहोस् त, उहाँहरू पैसालाई उहाँहरू पैसा भनेर भन्दैछ। अनि कस्तो के लाग्यो भिडियो गाइस? आजलाई चाहिँ यति नै, बाई बाई, शुभरात्री।